खाना उहीँ छ हो मैले उहीँ पुर्याएर आएको छु तिमीहरू नआएको लु आऊ पछि पछि आऊ मेरो पछि पछि आऊ 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 बहिनी त बिचरा आमाबाट छुट्याएर फालिदियो उनीहरूलाई आऊ आऊ अहिले ठुलो बुवाले पनि ल्याइदिनुहुन्छ 5-5वटा पो छ त हौ अनि के आऊ 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 बिटा आऊ 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 मैले तिमीहरूलाई ल्याइदिएछु त आऊ 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 तिमीहरूको ठाउँमै छ आऊ अनि तिमीहरूको ठाउँमै छ खाना उहाँ भयो जाऊ 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 ऊ त्यहाँ आएर खाना लु जाऊ खाऊ 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 म नि त कति भोक लागेको छ बिहान बेलुका मात्रै दिने गरेछु मैले दिउँसोतिर यिनीहरू कता कता डुल्छ आमाको दुध खाएर तातो दुध खाएर बस्थे नि बिचरा खाऊ खाऊ पानी हालिदिएको छु पानी खानु मन छ भने त्यहाँ खाऊ यहाँनिर राखिदिनु भएको रहेछ ठुलो बुवाले ल बाई बाई अहिले आउनु